सो गाइज मेरो आजको नयाँ भिडियोमा फेरि पनि तपाईहरुलाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई यो पासो कसरी बनाउने भनेर चाहिँ देखाउन लाग्यो है। पासो चाहिँ कसरी बनाउने भनेर अस्ति सोध्नु भएको थियो कतिजनाले। सो पासो बनाउनलाई चाहिने पहिला साउन्ड भनेको मसँग एउटा हसिया छ, बाँसको टुक्रा छ एउटा, अनि लाइटर अनि एउटा धागो मात्र। यति भयो भने चाहिँ त्यो पासो बनाउन चाहिँ एकदम इजी छ। अनि लाइटर भयो भने चाहिँ अनि धागो चाहिँ यस्तो खासै लामो छैन मसँग, यति नि लाग्न त थोरै नै छ है। अनि यो चाहिँ तपाईहरुले बजारमा पाउन सक्नुहुन्छ, जालहरु पाउने ठाउँमा चाहिँ मजाले किन्न सक्नुहुन्छ। यो प्यारासुटको धागो यस्तो छ। सो म चाहिँ फटाफट तपाईहरुलाई यो बनाएर देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नु, एकदमै इजी छ है, खासै टाइम लाग्दैन। एउटा बास चाहिन्छ पहिला चाहिँ यत्रो, यति लामो नि लाग्दैन। सो म चाहिँ अब बनाउँछु। यसलाई चाहिँ काट्नु पर्छ है अलिकति, यस्तो चाहिँ अलिकति सानै बनाउनु पर्छ है। म तपाईहरुलाई देखाउँछु। यो चाहिँ यति आफ्नो हिसाबले है, एक बित्ता भन्दा अलिक लामो भयो भने चाहिँ यसरी काट्छु म चाहिँ। यो पनि अझै लामो हुन्छ। सो यति लामो भयो भने चाहिँ तपाईहरुलाई चाहिँ यो पासो बनाउनलाई यसलाई सानो पार्नु पर्छ जी। सो गाइस यत्रो भयो भने चाहिँ यति सानो तपाईहरु देख्न सक्नुहुन्छ है। एक बित्ता भन्दा थोरै लामो छ यो। यति हो यो गर्नुपर्ने चाहिँ, अरु खासै राम्रो बनाउनु पर्दैन। यहाँबाट काट्दिम अलिकति यो धागो अड्काउनलाई। यहाँदेखि थोरै काट्नु पर्छ यो चाहिँ। यो फुट्यो केही हुँदैन, फुट्यो नि तर। यस्तै देख्न सक्नुहुन्छ। यति भयो भने चाहिँ यो चाहिँ यो अलिअलि फुट्यो, के हुँदैन, फुट्यो नि है। अनि यतातिरबाट अलिकति काट्दिनु पर्छ। यो चाहिँ आफ्नो हिसाबले यत्रो, यति लामो छ एक बित्ता जति राखेर काट्छु म चाहिँ। यहाँ चाहिँ धागो बान्नु पर्छ टक्क लाएर। यति भयो भने चाहिँ यहाँ देख्न सक्नुहुन्छ रेडी भइसक्यो। यति है हामीले बनाउनु पर्ने बाँसलाई चाहिँ अलिकति यहाँ काटे अनि यता यस्तो भइसक्यो यसको काम चाहिँ। अब काम भनेको चाहिँ यसमा धागो लाउने हो। म धागो तपाईहरुलाई गरेर देखाउँछु। म बनाउँदा चाहिँ यसलाई धेरै जसो यसरी बटारेर यसरी हेरै छिराउँछु यतिको। अनि यसलाई चाहिँ माथिबाट बाँधिन्छु यो नफुस्कियोस् भनेर। यति है, यति भयो भने चाहिँ यो चाहिँ मजाले फुस्किँदैन। अनि यो चाहिँ बाँकी भएको चाहिँ म पोल्दिन्छु लाइटरले।
लामै बस्यो कि अझै पोल्नु पर्छ। हावा लगाइरहेछ है। सो यो चाहिँ भइसक्यो यति यस्तो। अनि यहाँबाट चाहिँ यसलाई छिराइदिनु पर्छ है मजाले लगाएर यसरी। यसरी यसको काम भइसक्यो। अनि यहाँ बान्नु पर्छ यसलाई। यसमा म चाहिँ अघि जस्तै यसरी गाथो पार्छु यसलाई। अनि यसलाई चाहिँ यो अघि काटेको यो खाँचामा चाहिँ यसरी लगाएर मजाले कसिदिन्छु। यो चाहिँ कसिएन यार। अनि फेरि अर्को गाथो हाल्नु पर्छ है। अन्त यसको काम चाहिँ भइसक्यो यति हो। अनि यो चाहिँ अब फुसिँदैन। माथि देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो हुन्छ है। यो पासो बनाउँदा चाहिँ माथि रुखमा बान्नलाई यो चाहिँ जुन चाहिँ छोटो भएको हुन्छ त्यसलाई चाहिँ माथि बान्नुपर्छ है यसरी। आफ्नो हिसाबले यो चाहिँ लामो छोटो अझै लामो नि बनाउन सक्नुहुन्छ तपाईँहरूले बनाउँदा। छोटो म चाहिँ यतिकै राख्छु यो। अनि यसलाई चाहिँ आफ्नो हिसाबले यसरी राख्नुपर्छ है। अनि हल्का यत्रो ठुलो भयो भने चाहिँ खासै ठुलो भन्नु पर्दैन है। यत्रो भयो भने चाहिँ मजाले। अनि अलिकति लामो राखेर म चाहिँ अघि जस्तै बनाउँछु है। यसरी बान्दिए अनि यसलाई नै फेरि मजाले गाथो लगाइदिन्छु। भयो यसको काम चाहिँ। यसलाई पनि म पोलिदिन्छु। हावाले आगो लाग्ने देखेन। गाइज पासो भन्यो है। यो देख्न सक्नुहुन्छ यो रस्सी चाहिँ माथि बान्नलाई यस्तो छ। अनि यो चाहिँ टक्लाएर यसलाई चाहिँ यसरी यही घुमाइदिनु पर्छ यो भित्र छिराएर यस्तो है। बन्यो है। इजी छ एकदम। खासै सामान पनि लाग्दैन। लगाइ चाहिँ त्यही हो पासो बनाउनु चाहिँ त्यो सो काम चाहिँ। अनि म चाहिँ यसलाई बाँधेर राख्छु यसरी बनाएर यहाँदेखि मजाले छिराएर राख्छु। लगाइ चाहिँ पासो भयो। सजिलो चाहिँ यो बनाउनु चाहिँ एकदमै। अनि मसँग अरू इन्सो छैन त, तर तपाईँहरूले देखाउन मात्रै बनाएको। अनि तपाईँहरूले पासो थापेको भिडियो हाल्नु भन्नुभएको थियो है। म चाहिँ आजभोलि बनाएको छैन किनकि आजभोलि चाहिँ यो सिकार खेल्दैन यतातिर जङ्गलतिर खासै है। किनकि कुखुराहरूले चाहिँ अहिले बच्चा पार्छ नि त। सो त्यही भएर हामीले चाहिँ दसैँ तिहार पछाडि मात्र अब त्यस्तो थापिन्छ है। कार्तिकको समयमा चाहिँ त्यो कार्तिकको औषधि हुन्छ अरे काली चाहिँ। त्यही भएर त्यो बेला मात्र मान्छेहरू जङ्गलतिर काली मार्न हिँड्छ है। नत्र अरू बेला खासै मार्दैन। सो तपाईँलाई देखाउनलाई मात्र यो भिडियो बनाएको। अनि यो भिडियो चाहिँ सेभ गरेर राख्नु त्यो बेला चाहिँ राम्रो हुन्छ है।
अरू भिडियो पनि आउँछ हेर्दै गर्नु अरू पासहरू पनि कसरी हो भन नि तपाईँहरूले सोध्न सक्नुहुन्छ म तपाईँहरूलाई भिडियो बनाएर देखाउने छु र आजको भिडियो चाहिँ यति नै बाई बाई